एक दिन भगवान गौतम बुद्धले आफ्नो शिष्यहरूलाई शिक्षा दिइरहनु भएको बेलामा गाउँमा रहेका एकजना गण्यमान्यलाई ती कुरा असह्य भइरहेको थियो। उनले धेरै समयदेखि गौतम बुद्धका यी क्रियाकलापहरू नियालिरहेका थिए र उनलाई लाग्दथ्यो उनले गाउँका बच्चाहरू भड्काइरहेका छन्, सबैलाई भिक्षुक बनाइरहेका छन्, सबैलाई माग्ने बनाइरहेका छन्। ऊ रिसले आगो हुँदै आफ्नो रिस खेप्न नसकेर धारिलो हतियार उठाएर गौतम बुद्धको अगाडि गएर उनका शिष्यहरूको अगाडि तथा नाम गाली फलाक्न थाले। त आफू त जोगी भइस गाउँका सबै बच्चाहरू बटुलेर सबैलाई जोगी बनाउन लागिस्, सबैको समय बर्बाद गर्दैछस् र साथै तँलाई यहाँबाट धपाउनुपर्छ भन्दै तथा नाम गाली बके। उनी थाकुन्जेल गाली गरे, तर गौतम बुद्धले एक शब्दले पनि प्रतिवाद गर्नु भएन, सिर्फ हाँसिरहनु भयो। धेरै बेर गाली गरिसकेपछि ऊ आफै थाकियो र आश्चर्य मान्दै मैले यति गाली गर्दा पनि तँलाई केही असर परेन भन्दै आश्चर्य मान्दै प्रश्न गर्यो। तब गौतम बुद्ध आफ्नो स्थानबाट उठी ती गाली गर्ने मानिसको सामु गई एउटा प्रश्न सोधे, यदि तिमी कसैलाई मिठाईको एक टुक्रा दिन्छौ भने र तिमीले दिएको मिठाईको टुक्रा उक्त व्यक्तिले स्वीकार गरेन भने त्यो कसलाई फिर्ता आउँछ? त्यो मान्छेले हत्तपत्त जवाफ दियो, त्यो मलाई नै फिर्ता आउँछ। हो, तिम्रो प्रश्नको जवाफ यही छ। तिमीले दिएका गालीहरू मैले केही पनि स्वीकारै गरिन, त्यो कसलाई फिर्ता आयो? भगवान गौतम बुद्धको यति सरल तर अर्थपूर्ण उत्तर सुनेर ती मनुष्यको हृदय पग्लियो र उनी भगवान गौतम बुद्धका शरणमा परे र तत्क्षणै भन्न लागे, भगवान मलाई हजुरको भक्त बनाउनुहोस्। भगवान गौतम बुद्धले कति सरल तरिकाले फेरि भन्नुभयो, सुन, मेरो शरीरको होइन, मेरो उपदेशको भक्त बन। उनी म कहाँ जन्मिए, मेरो शरीर कहाँ थियो अथवा म कस्तो छु त्यसको भक्त होइन, मैले दिएका उपदेशहरूको भक्त बन र आफैले आफैलाई चिन भन्दै हामी सामान्य मानिसहरूलाई पनि बुद्ध बन्न बाटो खुलाएर जानुभयो। त्यसैले त गौतम बुद्ध भगवान गौतम बुद्ध छन्।